लामो कपाल कसलाई मन पर्दैन होला र, तर मलाई चाहिँ पहिला लामो कपाल एउटा पनि मन पर्थेन। अनि जति अलिकता लामो हुने बित्तिकै म कपाल काटिहाल्थेँ कि, अनि त्यही भएर पहिल्यैदेखि मेरो कपाल चाहिँ सानो हुने गर्थ्यो, कपाल काटी अनि म लुकी पनि काट्थेँ कि गाली खान्छु भनेर पनि। अनि त्यही भएर अनि आजभोलि जति ठुलो हुँदै गयो त्यति आफ्नो मन पर्ने मन नपर्ने थाहा हुँदो रहेछ। अनि त्यही भएर मलाई चाहिँ आजकल चाहिँ लामै कपाल मन पर्न थाल्यो। अनि ल आफ्नो कपाल ग्रोथ गराउँछु भनेर अनि मैले यो रेसिपी पनि सिकेँ, अनि आफूले पनि सिकेँ, अनि म हजुरहरूलाई पनि सिकाउन चाहन्छु। अनि कतिपयलाई त थाहा पनि होला यो रेसिपीको बारेमा। अनि त्यही भएर अनि जसलाई थाहा छैन यहाँ हेरेर यो रेसिपी बनाउनु होला, एकदम राम्रो हुन्छ। मलाई चाहिँ एकदम मन पर्यो। मेरो चाहिँ फर्स्ट वासमै एकदम मन राम्रो लाग्यो कि। अनि यसमा चाहिँ कन्सिस्टेन्सी चाहिन्छ, हप्ताको 3 चोटि युज गर्नुपर्छ, एकदम राम्रो हुन्छ। थ्याङ्क यू सो मच।